अमेरिकन युवतीलाई यहाँ निम्ति आएको छु। उहाँले नेपाली पनि बोल्नुहुन्छ। नमस्कार, मेरो नाम सरस्वती खाप्री र म नेपाल धेरै धेरै माया लाग्छ। सरस्वती काप्री भन्नुभयो? खाप्री, KAPRI, खाप्री। खाप्री। अनि तपाईले कसरी राख्नु भयो तपाईको नाम? मेरो नामबाट गोर्खामा र म एउटा एकदम राम्रो नेपाली परिवारसँग बसेको थियो र म फुलब्राइटको प्रोग्राममा पढायो र 8 महिना गोर्खामा बसेको थियो। 2014 to 2015। अनि कस्तो लाग्यो गोर्खा? एकदम रमाइलो थियो। मेरो विद्यार्थी धेरै राम्रो थियो र मेरो स्कुलको शिक्षक र शिक्षिका एकदम राम्रो छ र म धेरै धेरै सबै मान्छे माया लाग्छ। नेपाली कति मन पर्छ? नेपाली मान्छे मन पर्छ? मेरा टिम र मिलन सर नेपाली मान्छे धेरै मन पर्छ। अनि तपाईले नेपालमा स्कुलमा के गर्नुभयो? गोर्खामा म 1 कक्षा 2 कक्षा 3 कक्षा 6 कक्षा र 5 कक्षाको अंग्रेजी विषय पढायो। तालिम दिनेको भयो र नेल्टासँग तालिम दिनेको भयो गाउँमा। मन पर्यो? एकदम मन पर्यो। विद्यार्थीले स्टुडेन्टले के भन्यो तपाईलाई? मेरो विद्यार्थी अनि तपाईले एउटा श्याम पाण्डेले मेसेज गरेको छ, हाई इमेली। तपाईको नाम इमेली हो? She is my friend Emily. Hi Emily, good to see you. Sam Pandey. Sam Pandey. नमस्कार Sam Pandey। म आशा सबै कुरा राम्रो छ र पढ्ने राम्रो हुन्छ। Sam Pandey नेल्टा र माइक्रो स्कलरशिप एक्सेस प्रोग्राम गर्नुहुन्छ र धेरै राम्रो मान्छे हुन्छ। तपाईको कति छ नेपाली साथीहरु? धेरै छ? धेरै छ। अनि बोयफ्रेन्ड नेपाली छ कि छैन? मलाई थाहा छैन। थाहा छैन? नेपाली साडीहरु लाउन मन पर्छ? नेपाली ड्रेस मन पर्छ कि पर्दैन? म कुर्ता सुरुवाल मन पर्छ, रंगी छंगी लुगा मन पर्छ। मसँग एउटा रातो साडी छ र तीजमा नाच्ने धेरै मन पर्छ। अहिले तपाईको भिडियोलाई अलमोस्ट 1.1,1100 people are watching your video. तपाईको मान्छेले अहिले हेरिरहेको छ। म धेरै आशा गर्छु मेरो नेपाली ठीक छ। आरके बाबुले भनेको छ आई मिस यु अरे। के भन्नुहुन्छ आरके बाबुले? कुन बाबु? आरके बाबु। नमस्ते। अनि अब तपाई नेपाल कहिले जाने? म आशा गर्छु 1 वर्ष पछि जाने, तर मलाई थाहा छैन किनभने काम छ अमेरिकामा। के काम गर्नुहुन्छ अमेरिकामा? म इन्स्टिट्युट अफ इन्टरनेशनल एजुकेसन काम गर्नुहुन्छ र स्कलरशिप्स एन्ड इन्टरनेशनल एक्सचेन्ज गर्नुहुन्छ। अनि विकास श्रेष्ठजीले तपाईलाई प्रश्न सोध्नु भएको छ, क्वेशन। हाय मेरो दिदी, धेरै नेपाली बोल्न सिक्नु है, अनि नेपालमा केही हुन्छ कि अरे? तपाईले नेपाल धेरै बोल्यो भने मेबी नेपालमा डेभलप विकास हुन्छ। तपाईले धेरै नेपाली बोल्यो भने। धन्यवाद। म आशा गर्छु विकास। अनि तपाईलाई अरु नेपाली के कुराहरु गर्न आउँछ? के कुरा गर्न आउँछ? पानीपुरी पकाउने आउँछ। म पचाल गयो र सानो के भन्ने यो जस्तै हुन्छ र ठेल गर्ने र यसरी गर्ने र ठुलो भयो र यो पछि आलु धनिया प्याज र अलिकति चिली भयो र
पानीपुरीको मसाला पानी अमिलो यो पानी बनाउने र यो भाजी र आलुको सामान र पुरी र खाने विवेश मगर निर्मलले ओ आई मिस यु अरे म पनि धेरै सम्झिन्छु हो अनि सी सिंग अब श्याम पाण्डेजीले भन्नुभयो तपाईलाई सी सिंग सो नाइस सङ प्लिज आस्क हर टु सिंग अ सङ हो ल एउटा गीत गाइदिनु अरे ल मसँग शब्द यो छ र मेरो how do I say favorite 2000 मान्छेले हेरेछ अहिले 2000 मान्छेले लाइभ हेरेको छ हो कति धेरै मान्छे म फुलको आँखामा गाउने किनभने आनी छोलिङ ढोलमा धेरै राम्रो मान्छे र धेरै ज्ञान दिने धेरै माया दिने र म मेरो रोल मोडल हुन्छ हस् अलि लाज लाग्यो फुलको आँखामा फुलाई संसार खाराको आँखामा खारै संसार फुलको आँखामा फुलाई संसार खाराको आँखामा खारै संसार जुल्की चाहन बस्तो हंसार खाराको आँखामा खारै संसार फुलको आँखामा फुलाई संसार खाराको आँखामा खारै संसार चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैताले किरै नमारोस् चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् अभी मेरो पैताले किरै नमारोस् राम्रो आँखामा खुल्छै राम्रै संसार खाराको आँखामा खारै संसार फुलको आँखामा फुलै संसार